चाहिँ हामी राष्ट्रिय निकुञ्ज आएको छौँ अनि अब भित्र छिर्दैछौँ टिकट काटेर जाँदैछौँ ल। अब मेरो छोरीको चाहिँ यो जावलाखेलको चिडियाखाना पहिलोपल्ट हो, म चाहिँ पहिला पनि आएको छु। आउनु आउनु, यसोलाई मनपर्छ पर्दैन थाहा छैन, बाहिर जाने बाटो छ त केटाकेटी खेल्ने ठाउँहरू पनि रहेछ, कृपया नछुटिदिनु होला भनेर रहेछ। यस्तो रहेछ यहाँ चाहिँ घडियाल रहेछ, घडियाल जावलाखेलको चिडियाखाना। श्रीमती सालीजी, मम्मी सासू मम्मी, हामी छोरी उता जाँदैछौँ। आमा छोरी एकजना दिदी निलम दिदी चाहिँ मिस हुनुभयो। यता चाहिँ डियरहरू रहेछ, यो के नौसिङे के भन्छ होइन, यहाँ कुन कुनलाई त धेरै सिङ भएको बेलाहरू चरा एउटा यो त दृश्य अवलोकन हुँदैछ यताबाट। पहिला म आउँदाखेरि चाहिँ केटाकेटी खेल्ने ठाउँ थियो जस्तो लाग्दैन, म झुकेको हुन सक्छु। यो जस केटाकेटीलाई रमाइलो राम्रै बनाएको रहेछ, ठिकै छ। पार्क जस्तो पनि यसो फुलबारीहरू जस्तो रोपेर के को हाम्रै लाग्यो, कतिपयले चाहिँ वर्थी छैन भनेर हुन्छ, मलाई चाहिँ नराम्रो लागेन। अब हेर्दै जाउँ कस्तो लाग्छ। अब हाम्रो मेरो साथी हात्तीहरू दागहरू पनि छन्, पक्कै पनि तिनीहरूसँग भेटघाट गर्नुपर्छ। यो के रतुवा मृग भन्दो रहेछ, यस्तो हुँदो रहेछ। उहाँहरू चाहिँ उहाँ चाहिँ को हो, म त कन्फ्युज भएँ। जरायो हो ए, जरायो हुँदो रहेछ है। उहाँ चाहिँ ठुलो है, फाइट पर्छ कि होइन ए। उहाँ जुतो शमशेरको मुमा हुँदो रहेछ, उहाँले चाहिँ सम्भवतः योगदान भएरै उहाँको राखिएको होला। पानीभित्र अब जान मन लाग्यो भने जान्छु, न त जाँदैनौँ। उता यस्तो रहेछ, रमाइलो छ समग्रमा। यो साथी यस्तो हुँदो रहेछ, यसलाई चाहिँ नील गाई भन्दो रहेछ, ब्लू। यता यता मुख होला, जलगैना हुँदैछ यहाँ चाहिँ। अहिले चाहिँ निस्किनु भयो, म चाहिँ उल्टो भनेको थिएँ। जलगैनाजीको इन्फर्मेसन अलिकति इन्फर्मेसन रहेछ। यहाँ चाहिँ साथी यता हुँदो रहेछ, छिटो जानुपर्छ हर साथी यता। यहाँ मन्दिर रहेछ सानो, पकेट मार्देखि सावधान। अनि सिसिटिभी पनि रहेछ। यो डस्टबिन देखेर खुसी लाग्यो, पुर्खाहरू यता रहेछन्। पुर्खाहरू साथी, एउटा साथी यहाँ हुँदो रहेछ, अर्को साथी यसले भेट्नु त कहाँ चाहिँ खायो भने हामी भेट्न आएको सुँगेको मान्छेको गन्ध गरी गरी यहाँ बगिनी यता हुनु त फेरि गर्नु हेरौँ। ऊ अब बाघै तर्सिन्छ ल फेरि केटाकेटीलाई आफ्नो साथी मनपर्छ। बाँदर, लङ्गुर बाँदर रहेछ। यस्ता पुच्छर कति लामो रहेछ, उखान्छ नि के अरे बाँदर पुच्छर लौरो र हतियार। बाँदरलाई नपाउनु होला। यता ऊ
हनुमानजी के खाँदै हुँदो रहेछ Let's go. त्यो तपाईँ हुँदो रहेछ त्यो भन्नु ल त ल Bengal tiger. यो चाहिँ बेङ्गल टाइगर रहेछ यो चाहिँ बाटो हिँड्ने ठाउँ रहेछ है यो चाहिँ अलिकति अब कति विरोध गरेको भन्नुहुन्छ होला कमसेकम यो बेटर हुनसक्थ्यो होला यो चाहिँ टुरिस्टहरू पनि आउँछन् पक्का पनि यो ठाउँमा यो सुधार गर्न सकिने पक्ष राइनोसर्स हेर्ने हुन त यो देखिरहेको थियो त ए खाना खाने बेला हुँदो रहेछ 100 राइनो गैडा खुवाएको अब खुवाएको छ र देखिरहेको त यसो किन्ने ठाउँहरू रहेछ यहाँ जाँदा यहाँ टिकट काट्ने ठाउँहरू पनि रहेछ यस्तो पनि रहेछ यो गरेर बनाउँदै गएर होला अझै राम्रो होला होपफुल्ली चाहिँ अर्ना रहेछ अर्नाहरू यता चाहिँ चिम्पान्जी हुनुहुन्छ देखेन जस्तो छ कस्तो हेर्दैछ यता चाहिँ हात्तीहरू पनि छ बाँदरहरू पनि रहेछ पटास मङ्की कस्तो कुदेको साथी त कुदै गर्छ त यो म्याराथन हो कि यसको त ल कुदै अर्को साथी चाहिँ यहाँ बसेर के गर्दै हुन्छ खाँदै हुन्छ भालो पवन कले हुँदैछ यो पर गेट भएर मजाले देखेर एलिफेन्ट रहेछ कहाँको मान्छे देख्यो अरे मजाले खाँदै हुनुहुन्छ हजुर अनि आज चाहिँ भ्यालेन्टाइन डे पनि हो यो भिडियो खिच्दा अथवा हामी यहाँ चिडियाखाना आउँदाखेरि धेरै यो 10,000 स्टेप पुऱ्यायो होला है म जस्तै हो भन्दैछ मलाई पुनः सुन्दैछु त्यसको पनि 10,000 स्टेप अर्को साथी पनि सुरु भयो अनि धेरै दिन जोडी पनि हुन्छ पुरानो दिन हामीलाई पनि याद आयो काठे भालु हुन्छ काठे भालु यहाँ चाहिँ लियोपार्ड हुनुहुन्छ देखिन्छ देखिँदैन यहाँ माथि हुनुहुँदो रहेछ यहाँ हुनुहुन्छ त यहाँ मुनि हुँदो रहेछ लियोपार्ड छिट्टो कुद्ने एनिमल जस्तो लाग्छ के अरे ल्यान्ड एनिमल्समा सबभन्दा फास्ट कुद्ने तर म स्योर चाहिँ भएन चिला छ अर्को पनि रहेछ नि त अर्को रहेछ यो त्यसो नगर न आजको टोली बिरालो निधन भएछ चरी भाग यस्तो रहेछ राम्रो लागेको चाहिँ दुःख सुख पाङ्गा मैत्री रहेछ जस्तो भए पनि त्यो पाङ्गा भएको मान्छे पनि आउनु सक्ने रहेछ नि त्यो चाहिँ राम्रो लाग्यो दुम्सी हो बिरालो होइन यो जङ्गल क्याट ल्याएको छ वन बिरालो
बिरालै रहेछ त खै बिरालो हो तर यो गाँस हाल्दैन तर यो मांसाहारी बिरालो हो नि। हो ए खानेपानी राखिदिएको रहेछ एकदमै राम्रो हो हिमालयन ब्ल्याक बियर रहेछ यस्तो गरेर भएछ किन यस्तो गरे साथी हिँड्ने भयो सुन्ने पावर एकदम पुरा हुन्छ भनेको मात्रै जस्तो लाग्छ आई लभ यु यता चाहिँ अस्ट्रिच रहेछ अस्ट्रिच हुँदो रहेछ इमो म थाहा थिएन है यसो बनाएको क्या हो यो आमा छोरी ए त्यस्तो हो इमु त अस्ट्रेलियामा पाउँछ अस्ट्रेलियामा पाउने बर्ड हो छुट्टिँदैन नि चखेर चखेर यिनीहरू पनि यहाँ त छुट्टिनु पर्यो भने अर्को बियो महिना त मर्छन् अरे नि त उयो पनि त्यस्तै हो सारस हुँदो रहेछ क्रेन सानो क्रेन बकुला चाहिँ रहेछ सुङ्गाहरू पनि रहेछ त कालिस माथि त धेरै रहेछ काली नेपाली काली एकदम सानो रहेछ मयूर रहेछ पिकअप आफै हुँदो रहेछ धनेश चरा रहेछ चाहिँ कस्तो अनौठो देखिँदो रहेछ हौ यो मान्छे त परेवा प्यारोट यो चाहिँ मैना चरी रहेछ मेरो आफ्नो कोही पनि छैन बुझ्नु काकातुवा अरे कुन काका हो यो काका काकी सबै छ कि क्या हो काकातुवा के हो मकाउ फेरि रहेछ भित्र सिलहरू रहेछ नेचुरल क्लिनर त होला नि होइन यो जुत्ता भनेर पोर्कहरू खाइदिने यहाँ चाहिँ गर्दैछ यहाँ चाहिँ कोब्रा गुमन साप रहेछ स्नेक कछुवा टोटरेज रहेछ सानो रहेछ यता चाहिँ यस्तो रहेछ समुद्रमा रमाइलो छ अझै सफासुग्घर भइदियो हुन्थ्यो अझै राम्रो भइदियो हुन्थ्यो जस्तो लाग्छ तर पनि अब यतिको भरे के भन्नुपर्दा यहाँ चाहिँ अब फोटोसुट खिच्ने ठाउँ बनाइदिएको जस्तो छ मजाले खिचिराखन् छोरीहरू राम्रो आएको भित्तालाई राम्रोसँग यो युटिलाइज गराएको छ कलर गरेर यो राम्रो लाग्यो फुल भइरहेछ र अब चाहिँ हामी अन्तिम पुग्यो यो हेरेर खुसी लाग्यो उठाउने ठाउँ टक्क बनाइदिएको रहेछ अनि गार्डन जस्तो यस्तो बनाएको रहेछ यस्तो गोर्फी होइन सहरको बिचमा यतिको जोगाएका छन् धन्न भूमाफियाको उसमा पराए होइन र जोगिएको छ न त तपाईँको प्लटिङ गरिसक्थ्यो होला यसलाई पनि यता यता वाटर जस्तो रहेछ ल अब यस्तो छ अब अर्को पल्टदेखि चाहिँ सम्भवतः राजनीतिक सामाजिक विषयमा भिडियो आउँछ होला म स्टुडेन्ट फर्किने बेला पनि हुन लाग्यो सबैलाई थ्याङ्क यू अनि मेरो च्यानल नेपाल बातलाई सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू धन्यवाद